म चाहिँ एउटा बाहिर रोडमा जाँदैछु। हल्का मौसमहरू राम्रो भएको कारणले चाहिँ र हाम्रो यो चाहिँ बाटो हो होइन बाहिर जाने, तपाईँहरूलाई देखाउने छु। तपाईँहरूले त मजाले हेर्नु, इन्जोय गर्नु है। यो भिडियोमा इन्जोय गर्ने खालको भिडियो चाहिँ छैन होइन है त साथीहरू। बाटो चाहिँ यो हो होइन। म बाहिर जाँदैछु, रुममा बस्दा हल्का बोर लाग्यो क्या, त्यही भएर यसो बाहिरतिर हावा खाँदै। अब मौसम चेन्ज हुँदैछ होइन, मौसम चेन्ज हुनुको कारणले चाहिँ यसो बाहिरतिर निस्केर चाहिँ हावा खानलाई चाहिँ म बाहिर निस्किँदैछु साथीहरू होइन। ल यो गाह्रो छ बिपत्तै वर्काको ठाउँमा भिडियो पनि बनाएर हिँड्नुलाई अलिकति। र साथीहरू म चाहिँ यता चट्ट बाहिर निस्किरहेको छु, हावा त दामी चलिरहेछ होइन। जस अब कति रुममा बस्नु एसीको हावामा अलिक गाह्रै हुन्छ, एसीमा बस्दाखेरि पनि। दिनभरि त अब तातो घाममा काम गर्नुपर्छ होइन। राति भएपछि त अब चट्ट रुममा आएपछि चाहिँ अब एसीको हावा खाने हो, र एसीको हावा पनि कति खानु हो, गाह्रो लाग्छ होइन। त्यही भएर चाहिँ यसो बाहिर चाहिँ फ्रेस हावा खाँदै म बाहिर हिँड्दैछु साथीहरू। तपाईँहरू सबैले चाहिँ हेर्नु होला यो भिडियोलाई चाहिँ, जसले यो भिडियोहरू हेर्नुभएको छ तपाईँहरू सबैले प्लिज मेरो च्यानल चाहिँ सब्सक्राइब गरिदिनु है। मेरो मनैदेखिबाट भनेको छु तपाईँहरूलाई। रोडहरू हो यो होइन। अझै हल्का अब बाहिर जस राम्रो छ मौसमहरू, हावा चलिरहेछ। गाह्रो छ गाह्रो छ। अनि तपाईँहरू सबैले चाहिँ जसले मेरो यो भिडियोहरू हेर्नुहुन्छ होइन, तपाईँहरू सबैले चाहिँ मेरो भिडियोहरू हेरेर चाहिँ खुसी हुनु होला है, दुःखी चाहिँ हुनु हुँदैन है लाइफमा कहिले पनि। एकदम बिन्दास तरिकाले हेर्नुपर्छ है। अब यस्तै हो, टाइम समयहरू पाउँदैन। जति टाइम समयहरू पाउँछ त्यो अनुसारले चाहिँ मैले यसो टाइम निकालेर चाहिँ भिडियोहरू बनाएको छु। अब बिहान 6 बजे गएर बेलुका एकैचोटि 6 बजे आउनुपर्छ, 12 घन्टा ड्युटी गर्नुपर्छ होइन। गाह्रो छ अर्काको ठाउँमा त्यति टाइमहरू मिलाउनु पनि। र आफूलाई जति टाइम मिल्छ कसरी मिलाउने हो त्यो सबै गरेर चाहिँ यसरी हल्का भिडियोहरू बनाएर चाहिँ म गरिरहेछु। जस रोडमा अब हावा खाँदै हिँड्दै रमाइलो चाहिँ राम्रो छ मौसम चाहिँ। भोलि पर्सि त अब धेरै गर्मी हुन्छ होइन, त्यो त गर्मीमा त अब निक्लिनु सकिँदैन, गाह्रो हुन्छ। अहिले चाहिँ जे होस् मौसम ठिकै छ। अब साँझ र अलि बिहान चाहिँ अलि राम्रै हुन्छ मौसम चाहिँ, बाहिर निस्किने खालको। अनि जस ठिक छ। अब यो यहाँनिर त अब यो रोजा भएको कारणले चाहिँ होइन, मुस्लिम कन्ट्री हो, रोजा भएको कारणले गाडीहरू त्यति चाहिँ अब छैन चलेको, खुला छ होइन। हेत्तेरिका कपाल पनि कति उडेको हो, गाह्रो छ। एउटा दुइटा मात्रै गाडीहरू कुदिरहेको छ। कपाल मिलाउँदा के दिमाग खराब। अनि गाइजहरू अब समयहरू यस्तै छ, त्यति साह्रो पाउँदैन होइन भिडियोहरू बनाउनुको लागि चाहिँ। जति मैले समय निकालेर भिडियोहरू बनाएको छु, तपाईँहरूले चाहिँ भिडियोहरूलाई हेरेर चाहिँ माया दिनु होला र गरिदिनु होला है।